लोकतान्त्रिक आन्दोलनको नेता संगठन पार्टी नेपाली कांग्रेसले आफ्नो भातृ संस्थाभित्र साथीहरू अनसन बसिरहेका छन्, आमरण अनसन बसिरहेका छन् र आफ्नो ज्यानलाई आहुति गर्न तयार छन्। किन यस्तो अवस्था निर्माण भइरहेको छ भन्दा अत्यन्त लज्जाजनक, अत्यन्त विडम्बनाको स्थिति निर्माण भएको छ कि हामीले एउटा कुरा मागिरहेका छौँ कि विधिवत अधिवेशन। हामीले यहाँ कसैको सम्पत्ति मागिरहेका छैनौँ, पार्टीका नेताहरूले अंश दिनुहोस् पनि भनिरहेका छैनौँ, नेभी सङ्घका ठेकदारहरूसँग उहाँहरूको सम्पत्ति मागिरहेका पनि छैनौँ, बपौती मागिरहेका पनि छैनौँ। हामीले भन्यौँ कि यो देशका सबै कम्युनिस्टहरूलाई हामीले लोकतन्त्र सिकायौँ, ठिक। यो देशका सबै दक्षिणपन्थीहरू राजावादीहरूलाई पनि हामीले लोकतन्त्र सिकायौँ, ठिक। यो देशमा लोकतन्त्रका विरुद्ध जाने सबै शक्तिहरूलाई हामीले धुलिसात बनाएर बढार्यौँ, राणाहरूलाई बढार्यौँ, पञ्चहरूलाई बढार्यौँ, राजतन्त्रलाई बढार्यौँ, सबैलाई बढार्यौँ, ठिक। तर अब बेला आएको छ कि नेपाली कांग्रेसभित्र रहेको त्यो निरङ्कुश प्रवृत्तिलाई बढार्ने बेला आएको छ र त्यो प्रवृत्तिलाई बढार्न हामी यो प्रवृत्तिका विरुद्धको लडाइँ हो। साथीहरू, तपाईहरुलाई धेरै कुरा भनिरहेका छन् होला, साथीहरूले मागहरू प्रश्न देख्नु भएको छ। हामीहरू धेरै कुराका केही विषयमा लडिरहेका छैनौँ, व्यावहारिक रूपमा भन्दा एउटै कुरा हामीले भनिरहेका छौँ कि बागबजारमा एउटा अँध्यारो कोठा छ, त्यो अँध्यारो कोठाभित्र दुई थान अनुहार मात्र होइन मन पनि अँध्यारै भएका मान्छेहरू बस्छन्। अँध्यारो कोठाभित्र दुई थान अनुहार मात्र होइन मन पनि अँध्यारै भएका मान्छेहरू बस्छन् र यो जिल्लामा त अध्यक्ष भइस, त प्रतिनिधि भइस भनेर फाक पण्डा लगाउँछन्, मासुको बिलो काटे जरी टुक्रा टुक्रा बालेर नेपाल विद्यार्थीको नेतृत्व र प्रतिनिधि छानिरहेका छन्। बस हामीले प्रश्न त्यसका विरुद्ध उठाएका हौँ कि क्याम्पसहरूमा जिल्लाहरूमा यो कलम र मसालङ्कित झण्डाको शान र मान राख्ने कामेश्वर, कुशेश्वर, लक्ष्मण, रामलीला, ठगी जुन शहीदहरूले देखाउनु भएको त्याग र समर्पणको इतिहास छ त्यसलाई रक्षा गर्नका निमित्त ती साथीहरूका बीचबाट नेतृत्व चयन गरौँ। हामीले केवल दुईटा कुरा भनेका छौँ। केही साथीहरूले भन्नुभएको छ विधिवत भनेको के हो? विधिवत भनेको फिल्डमा जानुहोस् कि सर्वसम्मति हुन्छ कि निर्वाचनबाट प्रतिनिधि आउँछ। संसारभरको लोकतन्त्रमा यो भन्दा तेस्रो विकल्प हामीले देखिरहेका छैनौँ। उहाँहरूले देखाएको बागबजारको अँध्यारो कोठाको तेस्रो विकल्प हामीलाई स्वीकार्य छैन भनेर हामी देशव्यापी रूपमा घुम्यौँ। हामीले 7 प्रदेशमा गयौँ, 7 प्रदेशमा प्रादेशिक भेलाहरू गऱ्यौँ। आम विद्यार्थीहरू जसले वास्तवमा जमिनलाई बुझ्नु भएको छ, विद्यार्थीहरूका मुद्दालाई बुझ्नु भएको छ, राजनीतिलाई बुझ्नु भएको छ, भोलिको आजका युवा विद्यार्थीका एजेन्डाहरू बुझ्नु भएको छ र नेपालको विद्यार्थी आन्दोलनलाई कता लाने हो भन्ने बुझ्नु भएको छ। ती सबै साथीहरू आउनु भएको छ। केही साथीहरूका विषयमा म धेरै टिप्पणी गर्न चाहन्न, जो कायर हुनुहुन्छ, जो डराइरहनु भएको छ र नेताको आदेश भन्दा पहिला उहाँहरू एक पाइला पनि दयामाया गर्न चाहनुहुन्न, सक्नुहुन्न, उहाँहरू डराउनुहुन्छ। ती साथीहरूका साथीहरू हामीले जय नेपाल भन्नुभएको हामीसँग कुनै कुरा छैन, कुनै उहाँहरूलाई सँग हाम्रो कुनै गुनासो छैन, किनभने हामीले सिकेको लोकतन्त्र, बिपी कोइरालाले सिकाएको लोकतन्त्र, बिपी कोइरालाले लेखेको लोकतन्त्र, बिपी कोइरालाले जीवनभर प्रयास गरे प्रयत्न गरेको लोकतन्त्रले हामीलाई त्यही भन्छ। नेपाली कांग्रेसको आदर्शले त्यही भन्छ, नेपाली विद्यार्थीको आदर्शले त्यही भन्छ। एउटै मात्र कुरा तपाईहरुका बीचमा सम्झाउन चाहन्छु, यदि नियमका विरुद्ध, विधिका विरुद्ध सम्झौता गर्नुभएको भए, राजा महेन्द्रसँग सम्झौता गर्नुभएको भए बिपी कोइराला आजीवन यो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो। इतिहास फर्केर हेरे हुन्छ, उहाँले केवल विधिलाई समात्नुभयो, नियमलाई समात्नुभयो। आज हामी त्यसैको प्रारूपमा त्यही विचारधाराबाट निश्चित भएको, त्यही विचारधाराबाट अन्तक्षेपित मूल्यलाई हाम्रो मस्तिष्कमा बोकेर हिँडिरहेका छौँ। तपाईहरु निर्धक्क हुनुहोस्। यो अभियानको, यो आन्दोलनको नेतृत्वमा रहेको पुस्ता नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न लडेको पुस्ता हो। लोकतान्त्रिक गणतन्त्रको आन्दोलनले जन्माएको नेतृत्व यहाँ छ भने पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापनाका निमित्त यसले गरिरहेको सङ्घर्ष असफल हुने भन्ने कुनै प्रश्न छैन, कुनै गुन्जाइस छैन। तपाईहरु निर्धक्क हुनुहोस् कि हामी तोकिएकै मितिमा नेपाल विद्यार्थी सङ्घको 11औं महाधिवेशन, त्यो पनि यिनीहरूले राखेका टीका लगाएका सबै गरेका बदमाशीहरू, सबै गरेका व्यतिथिहरूलाई हटाएर निर्मूल गराएर तपाईहरुले प्रश्न उठाउन सक्ने ठाउँ नरहने गरी त्यो महाधिवेशन सुनिश्चित नभएसम्म यो आन्दोलनबाट हामी पछाडि हट्ने छैनौँ। यो आन्दोलनबाट, यो सत्याग्रहबाटै हामीले सफलता प्राप्त गरी छाड्नेछौँ भन्ने कुरा यहाँहरूका बीचमा राख्दै म यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।